गुनासो जेनजीकै तपाईहरुकै समूह असन्तुष्ट पक्षहरुको अघि त्यहाँ चल्यो त्यहाँनिर जेनजीहरु भित्र छैन हो 4 जना बाहेक छैन त्यही भन्नुभयो एक तपाईहरु भित्र प्रवेश गर्न नपाएका व्यक्तिले त्यही भन्नुभयो नि टन्नै छन् कति छन् लगभग कति जना हुनुहुन्छ हुनुहुन्थ्यो होला 20 जना जति हुनुहुन्थ्यो के कुरा हो भित्र के भएको हैन छलफलमा बोलाउनु भएको चाहिँ खासमा हिजो चाहिँ सर्वदलीय बैठक भएको थियो हैन त्यो बैठकबाट चाहिँ अब उहाँसँग कुरा गर्नु निर्वाचनमा सहभागी हुने कि नहुने किनभने निर्वाचनमा उहाँहरू पुराना दल चाहिँ सहभागी हुँदैन भन्नु भयो भने चाहिँ अब निर्वाचनै नहुने अवस्था पनि आउन सक्छ नि त त्यो कारणले चाहिँ बोलाउनु भएको थियो अब म पनि के आग्रह गर्न चाहन्छु भने निर्वाचनमा चाहिँ सबै दलहरू आइदिनुस् डेमोक्रेटिक प्रोसेस हो कसैले रोक्नेवाला होइन पाउनुहुन्छ अधिकार छ देश जनताले छाने भने तपाईँ नै निर्वाचित हुनु होला नत्र भने नयाँ शक्ति पनि उदाउँदैछ यो फेयर कम्पिटिसन हुन्छ सबैजना आउनुस् त्यति हो अनि जेनजीका साथीहरु अरु छिर्न पाएनन् भनेर आक्रोश पोखिरहेका छन् नि हैन यस्तो भयो अब यो चाहिँ तपाईले समेट्नु भएन हैन मैले समेट्ने त कहाँ हो र यो जसले बोलाउनु भयो उहाँले पो समेट्ने हो त हैन र सरकारले पुरा तपाउने विषयमा जस्तो तपाईहरुको प्रतिनिधित्व भएन सरकारमा भन्ने कुरा छ नि तपाईहरुले यो कुरा उठाउनु भएन के भन्नुभयो त हैन यस्तो हैन यस्तो हैन फेरि भन्नुस् त जस्तो सरकारले पूर्णता नपाएको विषयमा जस्तो तपाईहरुको प्रतिनिधि अहिले सरकारमा छैन हैन तपाईहरुको जेनेरेसनको त्यसमा चाहिँ तपाईहरुको के छ के भन्नुभयो तपाईहरुले सरकारको प्रधानमन्त्रीसँग के भन्नुभयो हैन यसमा त जेनजी पार्टिसिपेसन हुनै पर्छ नि हैन के रे काउन्सिल अफ मिनिस्टर्समा चाहिँ जेनजी जानै पर्छ सडकको रगत क्याबिनेटमा नि पुग्योस् त्यो भन्नेमा चाहिँ हामी अडिग छौं आज पनि मैले सोधे हुन्छ भनेर प्रधानमन्त्री हुनुहुन्थ्यो मन्त्रीमण्डल हुनुहुन्थ्यो अनि के चाहिँ तपाईहरुको पक्षबाट चाहिँ को मन्त्री बन्ने त्यस्तो केही पनि कुरा भएको छैन हाम्रो खाली भनाइ भनेको चाहिँ सडकको रगत जसले चाहिँ यो क्रान्ति सफल पार्यो त्यो चाहिँ मन्त्रीमण्डलमा हुनै पर्छ अहिले 3 जना तपाईहरुबाट चाहिँ यो मन्त्री बन्दै हुनुहुन्छ के छ तपाईहरुबाट चाहिँ त्यो के छ छलफल भएको छ त्यस्तो केही छलफल भएको छैन अनि स्वीकार छ कि छैन तपाईहरुबाट जो हैन जेनजीले गर्नुपर्छ भन्ने चाहिँ स्वीकार छ हैन जेनजी हुनुपर्छ भन्ने कुरा स्वीकार छ त्यो भन्दा बाहेक अरु स्वीकार छैन अब यहाँ घाइते शहीदहरुले उहाँहरुले पनि पठाउने भन्नु भएको छ उहाँहरुको नि रिप्रेजेन्टेसन हुनुपर्छ त्यसमा चाहिँ वास्तविक जेनजी चाहिँ को हुन्छ अब सबैजना हामी जेनजी हौ हामीले वास्तविक जेनजी भन्ने नै छैन कोही पनि छैनन् वास्तविक भन्ने केले वास्तविक मान्नुहुन्छ के आधारमा वास्तविक मान्नुहुन्छ भनेको सकारात्मक हैन यस्तो मिराजी प्रधानमन्त्रीले तपाईलाई खासमा